ठीक है दर्शकबिन अहिले नेपालभरि नै वर्षाको कारणले गर्दाखेरि धेरै ठाउँमा यस्तो बाढी पहिरो आइरहेको छ। हेर्नुहोस् त, एकजना भाइ यसरी बाढीमा चाहिँ डुबेका छन्। यसरी उनलाई चाहिँ नदीमा गएको छ। यस्तो पीडा दुःख अहिले नेपालमा नै परिरहेको छ, विशेष गरी पूर्वी नेपालमा परिरहेको छ। सबैले आफ्नो ख्याल गर्नुहोला, भगवानले रक्षा गर्नुहोला, किन यति स्टोरी बनाउनु भएको छ। भगवान हाम्रो नेपालको पीडा, हाम्रो नेपालको दुःख छिटोभन्दा छिटो ठिक होस्, यही कामना गरौँ। सबै सेयर गर्नुहोला यस भिडियोलाई।